गर्थिस् हैन? अब गएर मेरो फोन चेक गर, त्यसपछि थाहा पाउँछस्। अब बुढीले राति मसँग बोली देखेर त्यो छक्क पर्छ। फोनको हात पर्यो कि परेन होला। साथीहरु, स्वागत छ मेरो सिरियल रिभ्यू युट्युब च्यानलमा। आज हामी यो भिडियोमा भुन्टी सिरियलको बारेमा छलफल गर्नेछौँ। तपाईहरुले भुन्टी भाग 265 त हेर्नु भएनै होला। अब आउने नयाँ भाग 266 मा के हुन्छ? के अब त्यो भूपेन्द्रले हेरेको मेसेजले के अब भुन्टीलाई के गर्लान् कि त्यो सब भुन्टीले गरेको होइन भन्छन्। अब भुन्टीलाई भूपेन्द्रले आउनुहोस् लागौं भिडियोतर्फ। भुन्टीलाई भीम र भूमिकाले धेरै दोष लगाएर तनाव दिइरहेका छन्। भुन्टीलाई भीमले भूमिकालाई बलात्कार गर्न लगाउने यिनकै गाउँको मान्छे रहेछ, बदला लिनका लागि यस्तो गरेको रहेछन् भनेर भन्ने, तर त्यो हुन सक्दैन, मेरो भुन्टीले यस्तो गर्न कदापि पनि सक्दिनन् भनेर भूपेन्द्रले विश्वास गरेका थिए। तर पनि भुन्टीलाई आफ्नो देवर भाइले बारम्बार गाली गरिरहे अनि भूपेन्द्रलाई विश्वास नलागेर तर म त्यो केटा भएको ठाउँमा जाउँ भनेर उनीहरू भीम र भूपेन्द्र जेल जान्छन्। जेलमा गएर भेट्छन्। जब जेलमा पुगे अनि भूमिकाको बोयफ्रेन्डलाई भूपेन्द्रले सोधे के यो कुरा सत्य हो, के यो वास्तविक घटना हो त भनेर सोध्दा हो, यो सब मलाई त्यही भुन्टीले नै गर्न लगाएको हो अनि मैले यो सब गरेको हो भनेर भने। तपाईलाई यदि विश्वास लाग्दैन भने यो हेर्नु होला, मेरो फोनमा हेर्नु होला। मलाई कल गरेर बताएकी छिन्, यो फोनमा हेर्नुहोस् भनेर त्यो केटाले भन्छ अनि त्यो फोन भूपेन्द्रले हेर्छन् अनि आत्तिन्छन्। 10 बजे राति भुन्टीले यस्तो केटालाई कल गरेर यस्तो गर्न लगाइछिन्। पख यसलाई मैले जानेको छु भनेर भूपेन्द्र रिसाएर गए। अब आउने आगामी भागहरूमा के भुन्टीलाई भूपेन्द्रले साँच्चै नै शङ्का गरेर सजाय दिन्छन् होला? अब सजाय दिए पनि भुन्टीले त्यो गर्दै नगरेको कामको सजाय भने भोग्छिन्। अब यस्तै आरोप लगाए भने भुन्टीले त्यस घरबाट निस्केर जान पनि सक्छिन्, किनभने भुन्टीले पहिलेदेखि नै सहँदै आएकी थिइन्। भुन्टीलाई दोष लगाउनका लागि पहिलाका गुण्डा शत्रुहरू लागिरहेका छन्। तिनीहरू सबैलाई पैसा दिएर फकाएर यो काम गर्न त्यही गुण्डाहरूले लगाएको हुनुपर्छ। अब भुन्टीलाई बचाउनका लागि सुकुमाया नै आउने छिन्। सुकुमाया जहिले पनि नराम्रो गर्नेलाई जहिले पनि सजाय दिन्छन्। अब ती गुण्डाहरू सबैलाई सुकुमायाले सजाय दिनुपर्छ भन्ने जतिको हुनुहुन्छ अनि भुन्टीलाई भूपेन्द्रले माफी माग्नुपर्छ भन्ने जतिको हुनुहुन्छ कमेन्ट गर्नुहोला। अनि आजको भिडियो मन परेमा एक लाइक एक कमेन्ट पनि गरी च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै बिदा हुन्छु। धन्यवाद।